हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल र आज चाहिँ हामी उता नगरकोट वाटरफल जान लागेको होइन अनि त्यहाँपट्टि फेमस भ्यू टावर छ हामी भ्यू टावरमा पनि जान्छौँ र त्यहाँको एउटा फेमस ब्रिज पनि छ त्यसमा पनि हामी जान्छौँ होला सायद मिल्यो भने होइन अनि हजुरहरूलाई चाहिँ म कम्प्लिट रोड देखाउनेवाला छु र जाने बाटोहरू पनि भन्दैछु कता कताबाट जान मिल्छ हजुरहरू र हामी चाहिँ 4 जना जान लागेको अनि मेरो क्युट पप्पी पनि जान्छ हामीसँग त्यहीँपट्टि उसलाई पनि पौडी खेलाउने समथिङ के भन्छ आई डोन्ट नो अबाउट इट होइन अनि त्यसमा चाहिँ हामी अरू के जान्छौँ भन्दाखेरि त्यो झर्नामा गएको हुनाले चाहिँ हामी स्विमिङ पनि गर्ने प्लानमा छौँ त्यसको लागि चाहिँ हामीले एक्स्ट्रा लुगाहरू अनि पछि रुमाल राखेको छ र हजुरहरूलाई पनि स्विमिङ गर्ने इच्छा छ भए चाहिँ त्यहाँ जरुर चेकआउट गर्न सक्नुहुन्छ र स्विमिङ गर्ने नै प्लानमा हुनुहुन्छ भने चाहिँ एक्स्ट्रा लुगा र रुमालहरू लान चाहिँ नबिर्सेन मैले चाहिँ चप्पल पनि हालिसकेको छु र हजुरहरूलाई चाहिँ म बाटोमा भेट्छु र हामी चाहिँ सब रेडी भइसकेन अनि यिनीहरू चाहिँ आइसक्यो र यहाँ चाहिँ हाम्रो क्युट पप्पीको थाहा छ यो पनि नुहाउँछ झर्नामा यो हेलो भन ल अब बाटोमा भेट्छ ल बाई एभ्रिवान हामी चाहिँ यो बानेश्वरको रोडमा पुगिसक्यो होइन पुगिसक्यो हेर्नु सक्नुहुन्छ माइती घरबाट ठक्क हल्का अगाडि आयो भने बानेश्वरको बाटो हो अनि एकछिन चाहिँ हामीले बाटोमा ब्रेक लिइरहेको भन्नाले एकछिन रोकिरहेको भिडियो बनाउँदा हेलो एभ्रिवान हामी चाहिँ जस्ट लोकनथली क्रस गऱ्यो होइन लोकनथली भन्नाले बानेश्वरबाट स्ट्रेट हो क्या त्यहाँबाट यताउति राइट लेफ्ट केही पनि छैन होइन अनि जस्ट यता लोकनथलीबाट अलि अगाडि गएर हामी चाहिँ राधेबाट एकजना साथलाई पिक गरेर त्यहाँबाट जाने हो त्यहाँबाट चाहिँ म बाटो देखाउँदैन त्यहाँसम्म चाहिँ स्ट्रेट नै छ क्या बाटो बाटो चाहिँ यही हो होइन स्ट्रेटली यता लोकनथलीबाट स्ट्रेट क्या बानेश्वरको त्यही बाटो स्ट्रेट आइराख्यो हुन्छ हामी चाहिँ राधे चोकमा पुगेको छैन त्यहाँबाट चाहिँ लेफ्ट लिने हो यो मैले भिडियो क्लिप पनि हालिदिएको छु यता लेफ्टबाट जाने भनेर त्यसमा चेकआउट गर्नु सक्नुहुन्छ एभ्रिवान हामी चाहिँ राधे पुगेर यहाँ छुन पनि कहाँ जानु लाग्यो हेलो भने हामी राधे पुग्यो आर यु एक्साइटेड यार क्यामेरामा हेर यता हेरी ले झर्नामा जान एक्साइटेड छ पानी पिउनु छ र यहाँबाट हामी कति बेलामा पुग्छ होला यहाँबाट आधा घन्टा 45 मिनेट अब हामी आधा घन्टा 45 मिनेट जति भिडियोमा आइसक्यो केटाहरू फर्स्ट बाथ इन द वाटरफल फर्स्ट टाइम इन वाटरफल अरू बेला नुहाएको छ वाटरफलमा फर्स्ट टाइम है लुना चाहिँ घाँस खाइरहेको छ होइन आजदेखि भेजिटेरियन भइदिएको रे कति घाँस खाइरहेको आर यु एक्साइटेड फर द वाटरफल वाटर हेर पानी नपाएर घाँस खाइरहेको लाइक दिस अब आधा 1 घन्टामा पुग्छ अरे हामी चाहिँ राधेमा पुग्यो र यहाँ साथलाई पिक गर्नलाई कुराको त्यो रेडी भइरहेछ केटीलाई भन्दा बढी टाइम लाग्छ हो केटाहरूलाई थ्याट कहाँ छ केटो ओ लुना आर यु एक्साइटेड हेर्न सक्नुहुन्छ हाम्रो प्यारो लुनालाई र हामी चाहिँ लगभग पुग्न लाग्यो होला अब कति 20-25 मिनट जतिमा पुग्छ आई गेस होइन अहिले चाहिँ हामी यहाँ नगरकोटको जङ्गलतिर नगरकोटै भन्दैन यसलाई के भन्छ नगरकोटको जङ्गलतिर पुग्यो र हाम्रो पप्पी चाहिँ सुतिसकेको छ थाकेर बिचारा ले सुतिसक्यो र रुट भनेको चाहिँ कहाँबाट लेफ्ट लिन्थ्यो हामीले त्यो सल्लाहघारीबाट होइन सल्लाहघारीबाट लेफ्ट लिएर आइराख्यो भने चाहिँ पुल क्रस गरेर राइट लियो भने चाहिँ सजिलो हुन्छ त्यो क्लिप चाहिँ मैले हाल्न पाइनँ धेरै नै जाम भएको भएर होइन र दामी भ्यू देखिन्छ भने यताबाट टक्क लगाएर यो बाटो एकचोटि देख्नु भने हजुरहरूले चिन्नुहुन्छ त्यसपछि के पनि छ त्यहाँ अगाडि एउटा आर्मी क्याम्प स्कुलहरू छ त्यहाँबाट नै आउन सक्नुहुन्छ र यताबाट हेर्न सक्नुहुन्छ दामी भ्यू छैन अनि यता चाहिँ कस्तो त्यो राम्रो टाइपको बनाएको क्या माथि स्विमिङ पुल बनाउनलाई के बनाउनलाई हो होइन तर क्या खुला वातावरण मस्त लागेर अर्को हाम्रो बोलोजुबा केसरी छ बाटो भनेको चाहिँ यताबाट अब स्ट्रेट हल्का उतासम्म हो त्यहाँ अगाडि दुईवटा टर्निङ छ त्यहाँबाट म हजुरहरूलाई बाटो भनिदिन्छु कताबाट जाने हो र हामी जाने भनेको चाहिँ भ्यू टावरमा भयो अनि नगरकोटको त्यो फेमस पुल छ त्यो भयो अनि पछि अर्को भनेको चाहिँ हामी झर्नामा जाने हो क्या त्यहाँ चाहिँ स्विमिङ हान्ने भनेर तर पानी पर्ला जस्तो चाहिँ के गर्ने हो मौसमले साथ दिएन त्यही पनि हान्ने हो केटाहरू हान्ने हो हामी चाहिँ यतापट्टि आइपुगिसकेको छ होइन र हाम्रो वाटरफल जाने बाटो चाहिँ यताबाट हो मुहान पोखरी जान्थ्यो उता तलबाट पनि जान सकिन्छ र यताबाट गयो भने चाहिँ सजिलो यताबाट चाहिँ 2-3वटा वाटरफलहरू छ चाहिँ हो स्ट्रेटली त्यहीँबाट आउनु भयो भने अनि यता राइट साइडमा नै एउटा यस्तो बोर्ड बनाइसकेको रहेछ अहिले त समथिङ के लानु मिल्दैन चुरोट खैनीहरू के समथिङ होइन यताबाट भित्र जाने हो यताबाट स्ट्रेट भित्रबाट जाने हो यताबाट चाहिँ म हजुरहरूलाई बाटो देखाउँछु त्यो स्पिड गरिदिन्छु अनि यहाँ चाहिँ के भनेर आएको छ भन्दाखेरि निषेधित गरिएका कार्यहरू गरिएको पाएमा 1000 देखि 5000 जरिमाना निषेधित भन्नाले त्यो फोहोरहरू गर्ने चुरोट खाने त्यस्तो गऱ्यो भने चाहिँ भन्नु खोजेको र गाइजहरू यता चाहिँ फोहोर नगरिदिनु होला होइन नभए 5000 तिर्नु पर्ला है फेरि जेब खाली होला है जेब खाली होला हाम्रो पप्पी चाहिँ उया चाल्नु न
देख्यो तेरो दाइलाई चिनिसक्यो ले 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 ल नै नै अब यहाँबाट तल वाटरफल त हो नि ल जुम 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 ल नै नै ओए यसको गर्ने कुटी चाहिँ यतासम्म लिएर राख्नु सक्नुहुन्छ यताबाट चाहिँ हल्का तल हिँड्नै पर्छ अब प्रो राइडर हो क्रस फायर बोकेर आउने चाहिँ गइदिए हुन्छ फरक पर्दैन होइन ऊ हाम्रो लुना गइसक्यो ओ लुना 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 हेर एक्साइटेड भएको ल अब यताबाट चाहिँ हामी तलतिर जान्छौँ होइन वाटरफलको बाटो चाहिँ यतै हो स्ट्रेट तल हो अब लुना हेलो एभ्रिवान यताबाट चाहिँ हामी स्ट्रेटली तल जान्छौँ होइन माथि चाहिँ अहिले जिप लाइन पनि बनाएको रहेछ र हजुरहरूले जिप लाइन पनि खेल्न मन छ खेल्दा हुन्छ त्यहाँबाट चाहिँ यताबाट स्ट्रेटली तल हो एकदमै चिप्लो छ होइन सो ग्रिप भएको वाला बुटहरू सबै बुट लगाएर आउँदा आउँछ राम्रो र हाम्रो कुकुर मस्तले दौडिरहेको छ यो एक्साइटेड भएको यहाँ धेरै नै चिप्लो छ है केटाहरू होइन यसो लगाएर फेरि अहिले दर्याम दर्याम होला नि अहिले मकैबारी कड्याम कड्याम दर्याम दर्याम होला नि मजाले जाउँ होइन बाटो चाहिँ यतैतिर हो मैले चाहिँ अलिक फास्ट फरवार्ड गरिदिन्छु र हाम्रो बाटो चाहिँ यही हो होइन अनि यता पछाडि केटाहरू छ मेरो अनि म पनि देखिरहेको होला अनि सबै सामानहरू बोक्यो अब यताबाट तलतिर मजाको भ्यू पनि छ हेर्दै होइन रमाइलो गर्दै जान सक्नुहुन्छ ल अब अगाडि तल पुगेर चाहिँ बाटो कन्फ्युज हुने ठाउँमा चाहिँ म हजुरहरूसँग कुरा गर्छु है त एभ्रिवान एउटा चाहिँ ब्याड न्युज भएको छ यसरी नै हेर्न सक्नुहुन्छ पानी पऱ्यो क्या माम्पाका छ्या हेर्नु तपाईँहरूको लागि भनेर कति मिहिनेत गरिरहेको छ हामीले हाम्रो लागि होइन फेरि हामी त्यहाँ स्विमिङ गर्ने रमाइलो गर्ने भनेर जान लागेको होइन नि तपाईँहरूको लागि भनेर बाटो देखाउन मात्रै आएको म नभए म सुतिराख्ने मान्छे हो गुगल म्यापको भरोसा नगर्नु है गाइस एकचोटि बाटै नभएको ठाउँमा मलाई बाटो पुऱ्याइदियो थियो जिप लाइन पनि रहेछ खै देख्छ कि देख्दैन खै देखेदैन रहेछ भिडियोमा पानी परेर बिजोग भएन अन्त यताबाट स्ट्रेटली तल झर्नु भएपछि एउटा यस्तो रोड टाइपको आउँछ अनि ठुलै हुन्छ अनि यताबाट पनि जान सक्नुहुन्छ उता तल पनि एउटा पुल टाइपको त छ होइन तर त्यति रमाइलो छैन त्यो चाहिँ त्यस यता चाहिँ ठ्याक्क त्यो झर्ना टाइपकै छ क्या अनि यताबाट चाहिँ कम्प्लिटली राम्रोसँग जान सक्नुहुन्छ अनि यताबाट जाने है यता तल झरेपछि चाहिँ यताबाट तल झरेपछि चाहिँ यता लेफ्टतिर जाने है लेफ्टतिर अपडेट होइन अहिले चाहिँ घाम लागिसक्यो केटाहरू हँसाएर यसको घाँटीमा के भयो भन्ने छ अहिले चाहिँ घाम लागिसकेको छ र वी आर गुड अबाउट इट अब झर्ना चाहिँ पुग्न लागिसक्यो होइन बाटोहरू त त्यस्तै हो केटाहरू अब रमाइलो गर्नु पऱ्यो आउनु पऱ्यो होइन अब 2 दिनको जिन्दगी हो जुन चाहिँ मैले 20 वर्षदेखि बाँचिरहेको छु त्यही पनि सिधेको छैन अब त्यसमा पनि हजुरहरूले रमाइलो गर्नुपर्छ होइन 2 दिनको जिन्दगी भन्ने मात्र धेरै लामो छ यार जिन्दगीमा जन्मी ठुलो काम गर पढ ह्यान त्यहाँ त्यसमा हल्का हल्का टाइम निकालेर अलिकति घुम्न हिँडिदिने हो क्या यस्तो रमाइलो ठाउँ हुन्छ नि टक्क लगाएर रमाइलो यस्तो यस्तो केटाहरूको चाहिँ कुराहरू सुन्नु हुँदैन म चाहिँ नयाँ नयाँ भ्लग बनाउने जस्तो केटाहरू हल्का डोन्ट माइन्ड है यताउति केही सुनिहाल्यो भने यता चाहिँ मैले सानो झर्ना पनि एउटा देखिसकेँ र मेरो जुत्ता चाहिँ ल्याफे नै झन्डै भिजेको र हामी चाहिँ अब झर्ना पुग्न लागिसकेको छ टर्न भएपछि चाहिँ यताबाट 2टा बाटो आइदिन्छ होइन तल जानेवाला पनि छ तर तल जाने होइन है हामी चाहिँ स्ट्रेट माथि जाने हो यो वाला बाटो र बाटो चाहिँ अलिकति खतमै छ त्यही भएर म चाहिँ सजेस्ट गर्छु जुत्ता नै लगाएर आएको राम्रो अब फेरि कसैलाई चप्पल कि त अब हिल लगाएर आयो भने चाहिँ बिजोकै हुन्छ है चप्पल र हिल लगाएर बुट लगायो भने चाहिँ बेस्ट हो किनकि बाटो एकदमै अफ रोड छ त्यही भएर कम ब्याक टु ब्लग गाइज होइन यताबाट चाहिँ अब स्ट्रेटली अलिकति गएपछि अनि त्यो बाटो आइपुग्छ र हजुरले यताबाट पनि हेर्न सक्नुहुन्छ त्यहाँनिर पुल देखिरहेको होला मेरो जुम चाहिँ त्यति राम्रो छैन त्यो सो त्यहीँपट्टि हो अब कति 5 मिनट जतिमा पुगिन्छ सो बाटो चाहिँ राम्रै छ त्यस्तो विधि अफ रोड पनि छैन तर ऊ लगाए ठिक छ त्यस्तै होइन रमाइलो छ बाटो एकदमै घाँसपात भरेको होइन अनि म चाहिँ यहाँ 2-3टा कन्टेन्ट पनि बनाउने भनेर बसिरहेको छु त्यो भिडियोहरू पनि चेकआउट गर्न सक्नुहुन्छ होइन यताबाट चाहिँ हजुरहरूसँग एटिभी छ एटिभी लिएर हुन्छ त्यो चाहिँ मजाले जान्छ यो बाटोमा र यसरी नै हामी 3जना लखड जान लागिसकेको छ यसले फेरि 2टा बाटो आउँछ यो पालि चाहिँ यतापट्टिको बाटो है अनि यहाँबाट नै तल झर्ने अनि यसकै तलपट्टि छ हजुरहरूले साउन्ड पनि सुन्न सक्नुहुन्छ ओ जुगा पऱ्यो मेरो घाँटीमा मार्दै मैले जुगा पनि पर्छ है गाइस त्यो चाहिँ अलिकति उ गर्न सक्नुहुन्छ अब यताबाट चाहिँ तल हो स्ट्रेटली बाटो राम्रो छ घाँसपात यहाँ अम्बा तपाईँ राउन्डलसम्म अम्बा पाउलाको लागि सो यताबाट चाहिँ तल होइन अनि मजाले तल तल बिस्तारै जाने हो है यो बाटोमा चाहिँ फेरि हतार गऱ्यो कि फिसिए झर्नामा हुने बवाल छ हिँड्न यहाँबाटै राम्रो छ क्या पानी नै राम्रो छ क्या हामी त्यही भएर त स्विमिङ गर्न आएको त अहिले त पानी परेर अलिकति उ पनि भयो होला होइन केटाहरूले चाहिँ धेरै चलाएर होला खै तागत छिटाउँदैछ केटाहरूको समात्नै पर्ने ओले लडेको ल अब चाहिँ हामी त तल झर्नामा पुगिसकेको छौँ बाँकीको नेक्स्ट स्पटहरू चाहिँ म तपाईँहरूलाई पछि भन्छु र यस्तै अनुसार चाहिँ तल मान्छेहरू पनि टन्नै रहेछ सो डोन्ट माइन्ड अबाउट इट ल हामी चाहिँ तल पुगिसक्यौँ र हाम्रो झर्ना भनेको चाहिँ यही हो होइन मजाको दामी छ हेर्दै कस्तो स्विमिङ गरौँ टाइपको होइन मान्छेहरू भए पनि माइन्ड नगर्नु होला तर जो स्याटरडे बाइक अरू दिनमा जानुभयो भने चाहिँ खत्रै रमाइलो हुन्छ हाम्रो पनि रमाइलो नै भयो त्यो अरू फुटेजहरू चाहिँ हाल्न पाएन धेरै थिएन भिडियो पनि लङ हुन्छ भनेर सो यो फुटेज चाहिँ यति नै छ र हजुर आफै पनि गएर चेकआउट गर्नुहोस् एकचोटि बवाल छ ठाउँ चाहिँ हामीलाई पनि एकदमै रमाइलो भयो स्विमिङ पनि गर्न मिल्छ अनि रमाइलो छ ठाउँ चाहिँ इन्जोय गर्न मिल्छ एकदमै राम्रो छ पानी चाहिँ तल यतैबाट जान्छ यता माथि पनि आउनु सक्नुहुन्छ त्यहीँबाट आएर त्यही हो बाटो माथिपट्टिको झर्ना माथिपट्टिको
हामी चाहिँ माथिको झर्ना पुगिसकेर मान्छेहरू चाहिँ तल पनि बसिरहेको छ है। हामी अहिले सुसु गरेर बढाइदिन्छु भनिदियो र तल पनि मान्छेहरू प्याक छ। तपाईँहरू शनिबार नआएको राम्रो फोनहरू चाहिँ खेल्न मिल्छ। हामी मैले सबजना डराइरहेको छु। हाम्रो अविनाश दाइ चाहिँ अगाडि बढिसक्यो। हामी बालिदिन्छु एक्लै र ओ महाकाडक्स आमा भाइहरू त खत्रै प्रो छ क्या हो। ओ भाइ डुबे क्या हो ए धन्यवाद आज। हेलो एभ्रिवान, हाम्रो चाहिँ सबै सिद्धेन भ्लग सबै स्विमिङ सबै गरिसक्यो। त्यसको क्लिप्सहरू चाहिँ बनाउन पाएन, तर सर्ट भिडियोहरू चाहिँ छ, एक क्लिप्सहरू छ, त्यो म पछि भिडियोमा एड गरिदिन्छु होइन। अहिले चाहिँ अब हामीलाई फेरि यत्रो बाटो चढेर जानु छ क्या, कसरी जानु होला। वी आर कुक्ड। एउटा हेलमेट चाहिँ म पुगिदिन्छु। वी आर टु मच कुक्ड क्या, यत्रो बाटो अब फेरि हिँड्दै जानुपर्छ। धन्न मैले चप्पल लिएर आएर चप्पल लगाइरहेको छु। यसरी तपाईँहरू पनि चाडपाड समात्दै मजाले आउन सक्नुहुन्छ। आम्बा चाहिँ खान्यो यसरी टक्क लगाएर होइन। बियर ग्रिल्स भनेर म्यान भर्सेस वाइल्ड हान्दै गए पनि हुन्छ, रमाइलो हुन्छ। यसरी टक्क लगाएर हामी चाहिँ माथि स्कुटर भएको ठाउँसम्म पुग्यो। अल टोटल गरेर हामीलाई चाहिँ लगभग कति तल स्विमिङ पुल यता उति गरेर 1.5-2 घन्टा जति लाग्यो। 2-2.5 घन्टा। अहिले चाहिँ हामी यहाँ स्कुटर भएको ठाउँसम्म पुग्यो र रमाइलो भयो। हजुरहरू पनि जान सक्नुहुन्छ। अब यताबाट हामी कहाँ जाने भाइ? यताबाट अब हामी भ्यू टावर जाने र म चाहिँ अब चलाउने स्थितिमा छैन, मेरो साथले चलाउँछ। आइएम टु मच टायर्ड। अनि यो चाहिँ हाम्रो भ्लग अपडेट। यहाँ चाहिँ जुगा परेर बिजोग छ। यहाँ साथलाई टोकेर खुट्टाभरि घाउ भएको छ। यता पनि लगाइराख्न थियो। अब हजुरहरू पनि आउनु भए चाहिँ पानी बढेको मौसममा चाहिँ नआउनु है। आई स्ट्रङली रिकमेन्ड। मोजा सोजाहरू लगा, जुत्तातिर हेरौँ है जुगाहरू कतै छ कि। बिजोग बनाउनु रहेछ है जुगाले चाहिँ केटाहरू। त्यो चाहिँ एउटा हुनु पर्यो। मोजातिरको सबै चेक चाहिँ वाइल्डै आउँछ यो पुरा। यो के लडेर होइन मलाई जुगाले टोकेर अति नै बगिसक्यो। ह्यान्डी क्लच किन्नै पर्छ र यतातिर पसल पनि छैन। यो चाहिँ के गर्ने होला त अब। अब चाहिँ हामी यता नगरकोट भ्यू टावर जान लागेको होइन। त्यहीँबाट नै माथितिर नै जाने हो, स्ट्रेट अफ बाटोतिर नै। अनि पछि त्यहाँबाट चाहिँ अनि भिडियो भने चाहिँ ब्रिजमा पनि जाने हो होइन। अनि अहिले चाहिँ म तपाईँहरूलाई बाटो देखाइदिन्छु यता कताबाट जाने भनेर। होइन टक्क पिच चाहिँ छ, रमाइलो छ बाटो चाहिँ। सो टक्कमा बाजाबाट रमाइलो छ ठाउँ यताको होइन। टक्क लगाएर कहिले आउनलाई भाइब गर्नलाई। अनि यहाँ चाहिँ एउटा स्टुपा जस्तो पनि रहेछ, जान चाहिँ मिल्दैन रहेछ, बन्द छ। अनि त्यसको माथिको टावर जान लागेको अलिकति टाइम लाग्छ। यो टोलको नाम चाहिँ लामा टोल रहेछ गाइस, त्यहाँ बोर्ड रहेछ। म तपाईँलाई देखाइदिन्छु। लामा टोल पुग्यो त्यहाँ लामा टोल। र यसरी नै हामी गइराखेको छौँ। बाटो रमाइलो छ। मेरो साथीहरू चाहिँ अगाडि पुगिसक्यो। र गाइस तपाईँहरूलाई चाहिँ जेमा आए पनि कम्फर्टेबलै हुन्छ, बाइकमा आए पनि हुन्छ, स्कुटीमा आए पनि हुन्छ। हामीले स्कुटीमा आएको मेरो साथ चाहिँ बाइकमा आएको 150मा। र हजुरहरूले जेले गर्नु भने कम्फर्टेबल हुन्छ, त्यो फरक पर्दैन। बाटो चाहिँ अलिकति अफरोडै छ, सो बी केयरफुल भाइ। एउटा एकजना चलाउने मान्छे त्यो 2जना भयो भने चाहिँ सजिलो हो, किनकि तल गएर झन्डा सन्दामा किनेपछि थकाइ लाग्छ। किनकि आउने बेला मैले चलाएको थिएँ, अब गइरहेको बेला मेरो साथले चलाइरहेको छ कि। त्यो गर्दा चाहिँ अलिक राम्रो। अनि तल पुगेर फेरि मैले चलाउँछु त्यस्तो हुन्छ नि त। त्यही हो कुरा चाहिँ अब होइन। अब एज अ डेटिङ जस्तै आए पनि हुँदैन, ठाउँ चाहिँ रमाइलो छ। अब गर्लफ्रेन्ड सन्फ्रेन्ड छ भने बोकेर हुन्छ। हामी जस्तो पीडित भए चाहिँ त्यही हो कुरा होइन। हामी जस्तो पीडित भए चाहिँ त्यही हो कुरा। नभए चाहिँ गर्लफ्रेन्ड बोकेर होइन टक्क रमाइलो गर्न आए हुन्छ। ठाउँ पनि रमाइलो छ र यतिखेरको फोटो पनि बबाल आउँछ। र यताबाट लगभग कति हामी 10-15को राइडमा पुग्छौँ। 10-15 मिनटको राइडमा चाहिँ माथि पुग्छौँ र उयो आइपुगिसक्यो। हामी चाहिँ यता आइसकेको छु होइन। अनि यता चाहिँ बाइक पार्क गर्ने ठाउँ पनि छ, देख्न सक्नुहुन्छ। यतातिर हामीले बाइक राखेको छु। अनि यता चाहिँ खानेकुराहरू पनि छ, त्यस्तातिर खान मिल्छ। रिजोर्टमा चाहिँ त्यो टावर हो क्या, त्यहाँ माथिबाट चाहिँ अलिकति राम्रो भ्यू देख्छ सस्नाले। र हामी चाहिँ एकछिन यता खाजा ब्रेकको लागि ओर्लेको। गाइस हामी चाहिँ एउटा भ्यू टावर जान लाग्यो। केटाहरू त्यहाँ फोटोसुट हान्न छ, पोज दिइरहेको छ। तर तिनीहरू 2जना मध्येबाट राम्रो भनेको उयो मात्रै छ। उयो त्यो होइन, उयो कुची मुची। आम्मै निन्द्रो लाग्यो तिमीलाई।
हामी माथि पुगेको बेलामा ठ्याक्क त्यो बादल कस्तो छुटेको क्या आधी कालो बादल आधी चाहिँ त्यो सफा आकाश क्या त्यही भएर त्यो हल्का भिडियो त्यो पनि हाल्दै थियो कस्तो राम्रो भ्यू थियो त्यही भएर एभ्रिवान हामी चाहिँ माथिको भ्यू टावर पुग्यो र हजुरहरूलाई म देखाइदिन्छु है त कस्तो छ यो चाहिँ हाम्रो भ्यू टावर अनि यता चाहिँ एउटा क्याफे टाइपको छ जहाँ तपाईँहरूले चिया कफी केही खानु मन छ खान सक्नुहुन्छ अनि यता चाहिँ अरू पनि घुम्ने ठाउँहरू छ अनि यताबाट मजाले भ्यूहरू देखिन्छ होइन उतातिर टन्ने ठाउँ छ उता पनि जानु मिल्छ उताबाट चाहिँ फुल मजाको भ्यू आउँछ अहिले देखाइदिन्छु अनि यताबाट चाहिँ उता नयाँ ठाउँतिर जानु मिल्छ सनसेट पोइन्ट है यो चाहिँ यताबाट चाहिँ त्यहाँ बोर्ड हेर्न सक्नुहुन्छ होइन हामी त्यतातिर गइरहेको सनसेट त भइसक्यो त्यही पनि यसो मजाले अब हामी चाहिँ यहाँको यो नगरकोटको भ्यू पोइन्टमा पुगिसकेको छौँ यताबाट चाहिँ तपाईँहरूले मजाले हेर्न सक्नुहुन्छ र मैले भनेको ब्रिज चाहिँ उतैनिर छ ऊ त्यहाँ कसरी चाहिँ ऊ त्यहाँ हो देख्नुभयो त्यहाँ जाने प्लान थियो तर ढिला भइसक्यो सो हामी त्यहाँ चाहिँ जाँदैनौँ होला अनि यताबाट चाहिँ तपाईँहरूले पुरै भ्यू देख्न सक्नुहुन्छ यता चाहिँ सनसेट कता हुन्छ यतै हुन्छ सनसेट एभ्रिवान अब चाहिँ हामी फर्किरहेको होइन भनेअनुसार चाहिँ त्यो उता पुलमा चाहिँ जान पाएन टाइम नभएर हामी फर्किनु पऱ्यो र तपाईँहरू आउनुभयो भने चाहिँ भिजिट गर्नु न त्यो पुलमा चाहिँ टिकट लिन्छ होला सायद अझै जिपलाइनहरू पनि बनाइसकेर यसो जिपलाइनहरू पनि इन्जोय गर्न सक्नुहुन्छ अनि अहिले चाहिँ हामी घर फर्किरहेको ल हिँड्दै त बाई